Hello and welcome to our vlog Little Family. अनि अब हाम्रो चाहिँ नयाँ नौलो चाहिँ के सुन्नु चाहनुहुन्छ भने फर्स्ट चाहिँ आफ्टर हैन 18 इयर्स बादमा चाहिँ मैले चाहिँ मेरो हेयर कटलाई चेन्ज गरेँ, हेयर स्टाइललाई चेन्ज गरेँ है. सो हेयर स्टाइल चाहिँ यो है. अब यसमा तपाईहरुको फिडब्याक भनिदिनुस्. पहिलाको राम्रो लङ हेयर राम्रो थियो कि यो राम्रो थियो हैन, जस्ट फर द चेन्ज हैन. अनि अर्को चीज हामी चाहिँ यहाँबाट आज हैदराबाद टु मनाली अर्को एनदर एडभेन्चर रोड ट्रिप हैन, जो चाहिँ अहिले हामी सुरु गर्दैछौँ. आज चाहिँ 15 अप्रिल वेडनेसडे हैन भाइ, वेडनेसडे हैन आज 15 अप्रिल वेडनेसडे हैन. टाइम चाहिँ अहिले मर्निङ, अर्ली मर्निङ 1:30, अलमोस्ट गोइङ टु बी 2 AM हैन. एक्चुअली म चाहिँ सुतेर जाउँ सबैजना भनेको थिएँ. अब अहिलेको जस्तो घाम छ बाहिर हैन, अन्त यसो हेर्दा सोच्दाखेरि चाहिँ हैन, बरु अब सुतेन 1 घन्टा सुतेर के गर्नु हैन, निन्द बिग्रिन्छ. बरु हामी गइहालौँ यहाँबाट, जति सक्दो बिहानको हैन उज्यालोमै हामीले धेरै कभर गर्न सकिहाल्छ हैन. अन्त यो डेस्टिनी चाहिँ हाम्रो कस्तो आजको डेस्टिनी चाहिँ, किनभने यहाँबाट मनाली तपाईँहरूको अलमोस्ट 2300 होला हौ. हजुर 2300 यस्तै हो हैन. अनि यसमा के छ भन्दाखेरि आज चाहिँ हामी 850 किलोमिटर्स यहाँबाट भोपालमा गएर बस्ने है. भोपालमा अलरेडी होटल बुक गरेको छ. त्यहाँदेखि नेक्स्ट तपाईँको भोपालदेखि चण्डीगढ है, चण्डीगढ अलिकति टाढो, त्यहाँदेखि नेक्स्ट हामी मनाली पुग्छौँ है. सो यात्रा यस्तै छ. यात्रामा आज को रहन्छ हाम्रो भन्दाखेरि है, किशोर ड्राइभिङमा परिहाल्यो, म ब्लग बनाउँदै है, किशोरलाई गाइड गर्दै, अनि सबैजना अब नानीहरू यताउता हुन्छ, सबैजना एकअर्काले सम्हालेर गर्नु पर्यो हैन. अनि त्यहाँदेखि चाहिँ अरू ग्रेसी रेडी आजको जर्नीको अर्को सहयात्री ग्रेसी है. अनि रेडिन चाहिँ सुतिरहेको छ अहिले. त्यहाँदेखि हाम्रो बहिनी लक्ष्मी, अन्त दुईजना हाम्रो नाना मुन्नाहरू, दुईजना रेडिन एन्ड क्यारिन. अनि ग्रेसीको पनि न्यू लुक छ, बहिनीको पनि अलमोस्ट न्यू लुकमै छ बहिनीको पनि. मेरो चाहिँ सुपर न्यू लुक. अनि यस्तै छ है. अन्त सामानहरू लाँदैछ किशोरले, गाडीमा सामान अब यस्तै हो. अब यत्रो दिनको लागि जाँदैछ, 1 विक पनि बेसी हुन्छ यता जानुको लागि, 3 दिन लागिहाल्छ हैन. घर पनि म्यास यत्तिकै छोडेर भाइले अब के गर्ने हो घरमा. हेरौँ अब आज कस्तो रहने रहेछ हाम्रो यात्रा है. अन्त तपाईँहरूलाई देखाउँदै जानेछ. राजा सानो कोसिस छैन. कहाँ हामी स्नोमा नानी आफ्टर 2 डेजमा त पुग्छ नि कहिले स्नो चाहिँ. ल ल थन्दिउँ बेसी हो. ल बेसी गाडी अन गर, गरम भयो. अब हामी अलमोस्ट पुगिसकिसकेछ है. अनि बन्जारा हिल्सबाट कोम्पली आउनु अलमोस्ट हामीलाई कति 30 मिनट्स जस्तो लाग्यो. अब हामी पेट्रोल फिल गर्ने हो कतै हेर्दैछ है. हाम्रो कोम्पली 7 सिस्टर आउनु आँटेको छ. त्यहाँदेखि यता पनि तपाईँको हाम्रो जानुपर्ने किलोमिटर चाहिँ 835 किलोमिटर छ अझै है. कोम्पलीमा यस्तो फ्लाइओभरहरू बनिँदो रहेछ, रोडहरू वर्क इन प्रोग्रेसमा रहेछ है. छ पछिको टिमलाई कतिको छ कम्फर्टेबल, पछिको टिमलाई कस्तो छ कम्फर्टेबल त्यसो नि. बहिनी कम्फर्टेबल छ. खुल्ला देख्यो.
फर्स्ट पेट्रोल अब हुँदैछ पेट्रोल रिफिलिङ ओके पेट्रोल फुल टैंकी कर देना कार्ड कर देना कार्ड नहीं ऑनलाइन कर देंगे ठीक है को थियो पेट्रोल हालेको नानु पेट्रोल लौ 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 दुईजनाको त चिकन पार्टी दामी भयो त अस्ति आएपछि दुईजनाको चिकन पार्टी दामी भयो नि मेरो हेयर त यहाँ पो खतरा देख्दछ त ल गुड मर्निङ भयो है अहिले चाहिँ गुड मर्निङ अब उज्यालो पनि भयो है अनि हामी अलमोस्ट कति किलोमिटर हिँड्यौ के छ 250 किलोमिटर चाहिँ हामीले भन्नुको मतलब हामीले 27% चाहिँ सक्यो आजको है मलाई चाहिँ पुरा निन्द्रा लाग्यो आज किन आज चाहिँ एकदम झिमिक्क नगरेर सुतेर हिँडेको अब चाहिँ हामी आदिलाबाद पुग्न आँटेको छ है बाटो चाहिँ राम्रो रहेछ यतिको है बस अब स्ट्रेट चाहिँ छैन एकदम अलिकति घरिघरि टर्निङहरू आइहाल्दो रहेछ है धड्किन्छ मुटु पल पलमा केवल तिम्रै लागि त हो बदलिन्छ जीवन रङ्गिनमा सधैँ त्यो पनि तिम्रै लागि त हो यो मनले मान्दैन तिम्रो साथ बिना ल महाराष्ट्रको टोलमा हामी हरलाई पनि जिताउने छु साथमा तिमी भए जति माया सबै छ तिमीलाई हामी चाहिँ यो घडीमा चाहिँ हामी महाराष्ट्रको हिङ्घाट अरे हिङ्घाट होला हौ है हिङ्घाटबाट चाहिँ 50 किलोमिटर्स होला नागपुर चाहिँ अनि अहिलेसम्म हामीले अलमोस्ट अब 400 किलोमिटर त कभर गऱ्यौँ अब रहेको छ आधा 400 किलोमिटर्स है अहिलेसम्मको अब यात्रा भन्नुपर्दा चाहिँ एकदमै सफल साथसाथमा अलिक हामीलाई चाहिँ निन्द्राले पनि चाप्यो बिचमा नसुतिआएको नि दाजु है ठिकै हुँदैछ दुईजना पनि उठेको छ खेल्दैछ अलिक बेसी ढल्के क्या बहिनी ढल्केछ दुईजना चाहिँ मजाले उयो गर्दैछ ओइ ब्याग दे त बहिनी कहाँ अघि दिन्छौ ब्याग हौ त्यहीँ कता देख्दैछ ल फाइनली नागपुरमै पुगेको जत्तिकै भयो अब चाहिँ अन्त बाटोमा आउँदा हामीले चाहिँ एउटा स्पट देख्यौँ यहाँ चाहिँ केएफसीहरू सबै पाउँदो रहेछ होइन केएफसी चाहिँ खोलेको छैन अरू थुप्रै हल्दीरामहरू रहेछ हेरौँ के भन्छ बहिनी निक्लिनु त गाडी हामीले यता पार्क गरेर ए रेडेन ल हाम्रो चाय आयो है चाय अर्डर गरेँ 2टा मसला डोसा 2टा के पो भन्दैछ तिमीले छोले भटुरे अन्त 2टा नानीहरूलाई सफ्टी आइसक्रिम गरेको छ लेक्स्ट हेरौँ चिया चाहिँ कस्तो छ
हेरौँ है चिया चाहिँ कस्तो रहेछ हल्दीराम ओके के भन्नु यो चिया त मिठो भनौँ कि नमिठो भनौँ कि के को बहिनी यो के हो कुकिस हो सुगर हाल्नु न फाइनली हामी चाहिँ अहिले कहाँ हेरेँ ल कहाँ आइपुग्यो अरे हामी नागपुर हामीले 400 अलमोस्ट 450 किलोमिटर चाहिँ क्रस गऱ्यो है सो एकदमै राम्रो अहिले जाने अलिअलि निन्द्रा चाहिँ लाग्दैछ कहिले कहिले अहिले चाहिँ लागेको छैन बिहान चाहिँ हामी हल्का त्यो 5-6 बजीतिर चाहिँ निकै निन्द्रा लाग्ला जस्तो मलाई चाहिँ निकै चाप्यो निन्द्राले कि अहिले चाहिँ एकदमै ठिक छ बहिनी चाहिँ हल्का सुतिरहेको जस्तो छ फेरि पनि रेडनले टी सर्ट लगाएको रहेछ है फेरि दिल्ली रायपुर कुनै के बताउँदो रहेछ नि नागपुरको ओरेन्ज भन्छ त्यो ओरेन्जको बोर्ड चाहिँ कहाँ छ हौ नि माथि हिलतिर होला हौ है हिल होला नि त कतै न कतै त होइन नागपुर सिटी चाहिँ अब यस्तो रहेछ आमा यहाँ चाहिँ रहेछ है ग्यासको गोडाउन छ है सिलिन्डर एलपिजी वेलकम टु नागपुर सिटी भनेर ओरेन्ज सिटी भन्दा रहेछ नि त नागपुरलाई र अन्त ओरेन्ज चाहिँ कहाँनिर हुन्छ को नि यहाँबाट चाहिँ फ्लाइओभर चढ्यो हो हाम्रो NH44 हरायो NH44 रहेछ नि केटा अब यो NH44 रहेछ यहाँ चाहिँ अपडेटै भएन है त्यो चाहिँ के हो यहाँबाट होला नि त्यस्तो होइन अझै हाम्रो नागपुर चाहिँ कम्प्लिट भएको छैन है यस्तो छ नागपुर अब चाहिँ अलिकति नागपुर एन्ड हुँदै जाँदै होला अब फेरि NH44 पक्रिनुपर्छ हामीले चाहिँ ल भोपालको चाहिँ हेर्नु चाहिँ यो चाहिँ तपाईँहरूको भोपालको ओरेन्ज गार्डन हेर्नुहोस् कसरी देख्दो रहेछ हो अझै पनि आउँछ म तपाईँको देखाउँछु नागपुरलाई चाहिँ ओरेन्ज सिटी भन्छ नि त होइन हामी जहिले पनि अब डल्लै हो आइडल परतिर त्यतिकै रहेछ नि डरलाग्दो रहेछ हो है यहाँबाट त बिरुवाहरू लिएर जाँदा पनि हुने रहेछ हो है यहाँ परतिर पनि सबै त्यही रहेछ नि हुँदो रहेछ यहाँ यहाँ खायो भने त मिठो हुन्छ होला हौ है हेर पर पनि देख्दैछ हामी पाकेको बेला चाहिँ हिँड्नु मजा आउँछ होला है उयो माथि नि त्यो सबै त्यही हो रहेछ माथि देख्दैछ नि ओरेन्ज गार्डन मजाक जस्तो लाग्दो होला नि यतिको घुर्ने नेपाली मान्छे आफ्नो गाडी लिएर कहाँ को घुर्छ होला नि यहाँ चाहिँ इन्ड भएर गाडी कम्ती हेर्नुमा नि बाटो त्यस्तै छ ल अहिले चाहिँ हामी बानुर काप्पा मध्य प्रदेशमा इन्टर गरिसकेछौँ है दिन पनि झप लाग्दछ घरिघरि अनि मध्य प्रदेश बोर्डर यहाँबाट हामी पाल जाने 200 किलोमिटर रह्यो 200 किलोमिटर चाहिँ हामी कभर गर्दैछौँ 3.5 घन्टामा 3.5 आवर्समा है सो कस्तो हुँदैछ हौ कृषि एकदम दामी हुँदैछ मजा आउँदैछ बहिनी कस्तो लाग्दैछ कम्फर्टेबल त सुतिरहेको छ हो
दालाई बोल्दिनँ। ब्लक हुँदैछ बबाल हुँदैछ ब्लक चाहिँ अलिकति मात्रै हुन्छ बजारको बाटोहरू निक्लिँदैछ हो गाडीहरू नआउँदैछ है अहिलेसम्मको यो चाहिँ बेस्ट रोड आयो है हामीलाई एकदम मजा आयो ड्याडी यहाँ त मङ्कीहरू हुँदैछ मङ्की हुन्छ नि यहाँ त अन्त नानु यो जङ्गल हो कत्रो लामो गाडी आयो हेर नानु के लिएर आयो सेतो माटो लिएर आयो त हौ है सेतो त केही त लिएर आयो डर लाग्दो यस्तोले समय खाने रहेछ नि त अन्त अलिक समय बेसी बताउँदैछ त्यहाँनिर याद गऱ्यो दामी देख्दैछ तर बिग बिग म हेर पुरा उयो हेर्नु भएको हुन्छ नि गाडीहरू आएको नि के हो आम्मा हेर न यहाँ मङ्कीहरू चाहिँ ओ माय गॉड हाई हाई गाडी हानेर हो मस्त सुतिदिरहेको छ हो मान्छे हेर न गाडी हान्दैछ बेसी हानेर चाहिँ मस्त सुतिरहेको अरे थाक्यो यो चलाउनु चलाउँदा बिग्रेर आफै भयो भने त भने छ यिनीहरूको त केही छैन नि त गाडी ठोक्कर मारेकोले गर्दैछ रिल्स बनाउँदा हुन्छ रिल्स बनाउने ओनेर हैन नर्मदा नर्मदा रहेछ नर्मदा सुनेको नाम हो त हौ यो त सुनेको छैन मैले सुनेको पहिलो कुरा नर्मदा तिमीले सुनेको चाहिँ आइदिन्छौ है भोपाल चाहिँ पुग्न आँट्यो है आजको हाम्रो नाइट हल्ट चाहिँ यहीँ हुन्छ अनि 32 किलोमिटर्स बताउँदैछ अब यहाँबाट हामीले अलरेडी 850 किलोमिटर्स आजको लागि चाहिँ कम्प्लिट गर्नु आँटिसकेका छौँ है सो ओभरअल राम्रो रहेको ट्रिप अब त अलमोस्ट सक्यो भन्दा पनि भइहाल्यो होइन बहिनीहरू सुतिरहेछ राइडन चाहिँ बिजी छ खोइ के गर्दैछ एक्साइटेड भएर केही छैन अनि हेर्दा जाउँ अब आजको के गरिन्छ डिनर गर्नुपर्छ त्यहाँदेखि सुत्यो फेरि भोलि चाहिँ चण्डीगढ जाने हो हामी है फाइनली हामी अब चाहिँ कम्प्लिटली भोपाल सिटीभित्रै अलमोस्ट रिच भयो जस्तो लाग्यो किनभने जुन हिसाबको सिटी देख्दैछ होइन एकदमै राम्रो देखिरहेको छ दुईजना सानो सुतिरहेको छ आज के ओ यो ग्लास खुल्ला रहेछ किशोर निकाल्नु पर्यो नानीको होटल चाहिँ यो रहेछ ओएसएस ब्लू होइन ल अब हामी चाहिँ रजन कहाँ छ हामी आज मनाली होइन आज चाहिँ यो भोपालमा छु आज हामी भोलि हामी चण्डीगढ हुन्छ त्यहाँदेखि मनाली ल बहिनीको कुनै ब्यागहरू पर्छ पर्दैन ल